हाम्रो डगो भिन्ने दाई भन्ने है। यसमा कति सामान अटाउँछ भन्नु त? त्यस्तो इन्टरभ्यु त नगरौँ होला हो। यसमा बोक्यो भने जति पनि हुन्छ। कति लमसम कति केजीसम्म बोकिन्छ? 20, 30, 50, 80। 50 केजी? 80 सम्म जान्छ। 80 सम्म बोक्नुहुन्छ? कस्तो नबोक्नु हो अनि? अनि बोकेर यो पहाड चढिन्छ? चढिन्छ नि, किन नचढ्छ? आमा 80 केजी? अन्त नि अहिले धेरै डह्रो पो छ नि त। आमा मरिहाल्छ त हामीहरू। अनि 80 केजी बोकेर चढ्नुहुन्छ? कति वर्ष भयो तपाईँको? म त पुगेँ नि हौ 80 बसी खाने बेला भइसक्यो। कति वर्ष? 80 पुगेर बसी खाने बेला भयो। 80 पुग्यो? पुग्यो नि। 80 कहाँ पुग्यो होला? 80 केजी 80 पुगेपछि 80 केजी बोक्ने पर्यो नि त। मामा 1 केजीको दर्ने। बासी। अनि यो सिम्का बनाउन कति टाइम लाग्यो? सिम्का बनाउनु लाग्छ नि 2-4 दिन। ए 2-4 दिनमा बनाउनु हुन्छ। अनि कहाँ नाल्नु सबैले देख्छ। जिल्लाभरि मिहिनेत गरेर काम गरेर खाएको गिला गर्छ बुढा, गिला गर्दैन। काम गर्ने कहिले गिला गर्छ, चोरेर खाने ढाँटा। 80 केजी बोक्नुहुन्छ मामा। कहाँ वालिङघरमा? वालिङ पो हो घर? होइन, खालबारी। खादबारी? अनि त यहाँ डोको खादबारीबाट यहाँ आउनुभयो डोको बिन्नलाई? यहाँ काम गर्नुहुन्छ नि त। एसएसएफमा? ए यहाँबाट डोको बिनेर खादबारी लाग्नुहुन्छ। त खादबारीमा त गाडीहरू चल्छ नि त? चल्दैन नि, बसिरहन्छ। बस्न त बस्छ तर खादबारीमा गाडीहरू अटोहरू चलिरहेको छ नि त प्रायः। अनि त खादबारीमा डोकोको के काम? अटो चलिरहेछ गाडी चलिरहेछ भन्ने? चल्दैन, बसिरहन्छ डोको गाडी साडी। ए गाडी साडी बसिरहन्छ। काठको हुन्छ होइन पछाडिको त्यो त। त्यो फलाम कहाँ चल्छ यार? हामीलाई चलाउँछ नि त मान्छेले। जान्दैन नि। तपाईँ घर चाहिँ? मेरो घर त बारा जिल्ला हो। बारा जिल्ला थाहा छ? होइन, हेतौडा थाहा छ? हेतौडा हेतौडादेखि 55 किलोमिटर दक्षिणतर्फ बोर्डर रस्कौल वीरगञ्ज गढीमै मन्दिर थाहा छ? त्यो पनि थाहा छैन। घुमेन हौ त्यो काठमाडौँ जाने बाटो। वीरगञ्ज जानुभएको छ? वीरगञ्ज